आज ब्लगको थर्ड डे गाडी पनि ट्रान्सफर हान्यो आफ्नो नाममा आज अब यहाँबाट टाइटल ट्रान्सफर भयो मैले ओभनमा गएर त्यहाँ मेरो नाममा टाइटल हान्छु ल्याम्बोको जस्ट फर योर इन्फर्मेसन अब कहाँ जाने हामी अब घर जाने होला हैन नाइग्रा आज जाने कि भोलि जाने भन्नेमा हल्का सहमति जुटिसकेको छैन परिस्थिति बनिसकेको छैन So let's get back to home and then decide. फेरि यो गाडी हेर्दाखेरि यो एसी नै चल्दैन जस्तो देखिन्छ तर एसी चलिरहेछ है फेरि त्यस्तो भ्रममा नपरौँ होला Don't judge a book by its cover. ल्याम्बो नै हो नि 2006 को आज हामी डे 3 मा नाइग्रा जाने प्लान भयो 81 अहिले कति बजिरहेछ 4 बजे इस्टर्न टाइममा नाइग्रा गएर नाइट भ्यू हेर्ने भनिरहेछ It's not much, it's a 4-hour drive, you know. यहाँको अमेरिकाको टोयलेटमा पनि पानी छैन यहाँ पानीको सर्टेज रहेछ है पानी छैन यो यस्तो गरिब ठाउँमा बस्दो रहेछ अब साथी जस्तोमा बसे पनि आउनु परिहाल्यो Ice cube in there. And shake. What's the water? Niagara Falls मा छ जति पनि एसी बन्द गर्नुपर्छ यहाँ पैसा बचाउनलाई नेपालीहरूले जे पनि गर्दो रहेछन् यहाँ थाहा भयो बचाउनु परेन मैले त तिर्नु पर्दैन भाइ जुत्ता खोल्नै थियो होला क्या खल ऊ त्यहाँ एसी छ पुरानो घर रहेछ यो यहाँ एउटा अल्छी ल निस्किन लाग्यो The weather looks pretty good. म 2-3 दिन चलाएर थाकिसकेँ आज त्यही भएर ड्राइभर अर्को राखेको छु Yes sir. अहिले हामी ग्यास स्टेसन आयौँ यो ट्याङ्की फुल गर्नुपर्ने भयो प्लिज रिमुभ कार्ड I'll select the type. 87 octane नम्बर भएको ओ बन्द भयो त्यो सो फुल भयो भने आफै बन्द हुन्छ 3 ग्यालन हुन आँट्यो $9 भयो अलमोस्ट नेपाल जतिकै होला 282 मा $3 मा ग्यालन भनेपछि सो अलमोस्ट 4 लिटरको 350 लाइक 80-90 रुपियाँ पर लिटर म यहाँ काम गरेर यहाँ पहिला यसले झाडु पोछा गरेको मोटर सबै कुरा गर्नुपर्छ You gotta earn your living in the States. 100 miles to reach to Niagara Falls. पार गऱ्यो अब लास्ट जाडो छ यहाँ ज्याकेट लगाएको भयो नि हुने रहेछ हाम्रो दाजुले पैसा माग्दैछन् गरहरूलाई नि पैसा माग्छन् होइन त बेटा गरहरूलाई पैसा दिने हो बिग दिने हो दामी भ्यू छ ल ड्राइभ हान्ने तर एकैचोटि हान्न सकिन्छ फेरि जिन्दगीमा अर्कोपल्ट लास्ट ड्राइभ लाइफको त्यो पारिपट्टि कनेडा ल गफ दिउँ होला के गफ दिनु छ यसमा सो अब धेरै कुराहरू छ यो चाहिँ अरू चाहिँ भोलि बिहान गरिन्छ अहिले चाहिँ हामीले यो रातिमा हेर्ने भन्दा मात्र म पहिला 2 चोटि आएको थिएँ तर रातिमा आउने मौका भएको थिएन पहिला यस्तो पाएको थिएन बेटा एउटा संजोगवश भनौँ के भनौँ संजोग यो चाहिँ आउन पाइयो यहाँ मान्छेहरूको
भिडभाड हेरौँ यो विकेन्ड पनि होइन यो विक डेजमै यस्तो भिड छ विकको फर्स्ट डेमै यस्तो भिडभाड छ यहाँ त्यो पुल चाहिँ कहाँ क्यानाडाको युएसकै लिफ्टबाट तल जाने हो युएसमै हो लिफ्ट छ कि यो युएस साइडतिर त्यो क्यानाडा साइडतिर पुरै हल्लिरहेको छ पुल कस्तो हावाहुरी छ कस्तो आई डोन्ट नो कस्तो भ्यू आयो होला यहाँ देखिरहेको तर बवाल छ यतिकै हेर्दा त होइन मेस्मराइजिङ भ्यू क्यानाडा नाइग्रा फल्स युनाइटेड स्टेट्स सो एकछिनमा चाहिँ अब यो लाइट अफ है सो वेटिङ फर द्याट हामी खास चाहिँ राति लाइट अफ हुन्छ भनेर हेर्न आएको एउटा यस्तो जाडो छ र जाडो सबै बिर्सिँदो रहेछ यस्तो राम्रो भ्यू देख्यो भने मानवले बनाएको एउटा यता चाहिँ संरचनाहरू अनि यता चाहिँ पर्खिएको यो संरचना सबै देख्दाखेरि चाहिँ रचनाकार मनोरम दृश्य छ कलर चेन्ज हुन थाल्यो है अब रातो निलो एकैचोटि सबै गर्छ होला एकछिनपछि कलर चेन्ज भइरहेछ इलिमिनेट गरिरहेको छ खाना अब हामीले हेरेर आइसक्यौँ नाइग्रा फल्स हेरेर आइयो अब खाना खानु पर्यो भोक लागिसकेर लास्ट भोक लागेर फेरि आउनु पनि मिल्छ खाना खाएर डोसा प्लेस इन्डियन डोसा खाइदिउँ भनेको आज राति नेपाली रेस्टुरेन्ट पनि छ यहाँ नजिकै टेस्ट अफ नेपाल भन्ने छ तपाईँहरूले हेर्दाखेरि जान सक्नुहुन्छ धेरै जद्दोजहदपछि ठाउँ भेटियो डोसा अब के छ मेन्यूमा हेरौँ मसाला डोसा अब यसो पज गरेर हेर्नु होला के छ लिङ्कहरू के मसाला डोसा चिज डोसा मायो चिज डोसा अनियन डोसा प्लेन डोसा नान डोसा चिज डोसा एक्स्ट्रा डोसा मसाला डोसा अर्कै लाउँ डोसा के लाउँ अर्कै लाउँछ आलु पराठा कोही पराठा मुली पराठा गाजर पराठा एउटा मसाला डोसा के भयो मसाला डोसा चिकन बिरयानी पापडी चाट अनि त्यसपछि पानीपुरी हो कहिले कहिले माग्नुपर्छ सो नो डोसा नो पराठा डोसा पराठा सकिसक्यो अब के गर्ने के मगाउने पानी र होइन बिरयानी सकिसक्छ नि राइस आइटम भन्छ बिरयानी होला राइस आइटम ठ्याक्कै बिरयानी छ भने एउटा बिरयानी खाऊँ अनि बिरयानी I have the chicken biryani. Okay, let's get दुईटा दिनु दुईटा पापडी चाट too? No चाट. नो चाट हो So let's do 2 chicken biryanis. 2 chicken biryani. अनि अरु के थियो हाम्रो? पानीपुरी. No have chaat, no have pani puri because no have sauce. No have a chutney. That's my problem. Oh, so no paratha, no dosa. The night is closing only. Okay, just 2 chicken biryanis. That's all. 2 chicken biryani. Okay, 23.74. Hi. म सामान दिन्छु हाम्रो पैसा वाला स्पोन्सर यो अब ब्लग होला जस्तो छ Oh, instead of the 1 chicken biryani, can you do butter chicken with rice? It's same price, right? Yeah. Yeah. Let's do one. Both butter chicken. No, with 1 rice? chicken biryani, 1 butter chicken with rice. Okay, let me check. Yeah, let's see. All right. We changed the order a little bit. Whatever we had. 10.99, 11.87. Looks like same price. I'm not a great fan. I'm not a great fan of butter chicken though. Yeah, same price. Yeah, let's do that. So give me few minutes, it's ready. Okay. 1 butter chicken, yeah, you want? Yep. 1 butter chicken, 1 chicken biryani. Stay here, okay? Alright, 16 Thank right? you. Okay. सो डोसा प्लेसमा आएको डोसा पनि छैन पराठा पनि छैन लास्टमा बिरयानी त्यही भात दाल हैन यो हाम्रो बटर चिकन र राइस यो चिकन बिरयानी कस्तो छ हेरौँ केही छैन अरू यो राइता ड्राइभ गरेर चाहिँ एकदम भोक लागेको छ अब बस्नेहरूले त खासै नखाए पनि हुन्छ ड्राइभर केटोमा हामीले खाना खाएर भइसक्यौँ डिनर खाएर अब बस्ने व्यवस्था गर्नु पऱ्यो कहाँ बस्ने भनेर हेरेको छौँ हामीले होटल भेटायौँ कालिका होटल छ कति $145 जति पर्यो Let's go inside. जय मा काली
Alright, let's look at the view. View हेरौँ. ओ भ्यू हेर्ने भए चाहिँ टिभीमा हेरौँ. किनभने यो होटलको कोठा एकदम खालीका, नाम चाहिँ कालिका. बोली मिठो सालिका, हाम्रो होटल कालिका. बेटाको लागि चाहिँ नताकौँ होला बालिका, किनभने हाम्रो होटल कालिका. अब भोलि बिहानको प्लान के छ भने त्यहाँ बोट चढेर नजिकै लान्छ अरे फलको तल लान्छ. अब भोलि त्यहाँबाट फल मजाले हेरिन्छ. अब सुतिन्छ होला. होइन आज एकदम एउटा एपिक घुमियो, रमाइलो भयो. तर एउटा दुःखद न्युज पनि सुन्यो. पारस खड्काले रिटायरमेन्ट लिएछ. क्रिकेट फ्यान भएको हुनाले स्याड न्युज. होइन एज अ क्रिकेट फ्यान चाहिँ मलाई यो जति हामी अमेरिकामा जहाँ बसे पनि दुनियाँको कुना काप्चामा भए पनि होइन हरेक कुनामा बसे पनि एउटा नेपाली क्रिकेटले जुन नेपाली फ्यानहरूलाई नेपाली हामी सिटिजनहरूलाई एउटा दिएको खुसी हामी कहिले पनि बिर्सिन सक्दैनौँ. पारस दाईको एकदम अतुलनीय बस्कर पगले रुलाएगा क्या. पारस दाईको अतुलनीय योगदान छ. त्यो हिसाबले पनि पारस दाईको रिटायरमेन्टले एकदमै एउटा दुःखद त्यो क्षण भनौँ न एउटा उ गरेको छ. त्यही पनि थ्याङ्क यू भन्न चाहन्छौँ पारस खड्कालाई.